हेलो एभ्रिवान, स्वागत छ फेरि नि मेरो एउटा मिनी ब्लगमा। र म चाहिँ बिहेमा जान रेडी भइसकेको छु र हामी सबैजना मिलेर जान लागेका र बेसी टाढा रहेछ, छेउमै रहेछ। मेरो साथीको मतलब मेरो बेस्ट फ्रेन्डको साथीको बिहा हो र यो चाहिँ कहाँनिर यो जग्गा भन्दाखेरि म चाहिँ बोलाइदिएर आएको थिएँ साथी घर र उनको साथीको बिहामा जाउँ न भन्न थाल्यौँ र हामी जाँदैछौँ र बुनु काकीहरू सबै रेडी भइसक्नु भएको छ। हामी जान लागेका छौँ र बेसी टाढा पनि रहेन रहेछ, दिदीको घर छेउमै रहेछ र हामी चाहिँ हिँड्दै गयौँ। हिँड्दै जाँदा त कति छिटो आइपुगेछ थाहा नै भएन। अनि यति लामो हेर्नु डेकोरेसन यति राम्रो पनि लागेको थियो कि रिल्स बनाऊँ भनेको त सानो भिडियो बनाइदियो भनेको ठुलै भिडियो त्यसपछि फेरि मेरो साथीको दिदी हो र यता बेहुली हेर्न थालौँ भन्न थाल्यौँ र यता चाहिँ हामी पढा चुनाउन लागि आयौँ यता बेहुली हेर्नको लागि। र त्यो साथीले मेरो भिडियो बनाइदिन् र मलाई दिदी चाहिँ केही गफ गर्दै गर्दै मेरो साथीले भिडियो बनाइदिइसक्यो थाहा भएन र दिदीले चाहिँ के भन्दै हाँसो हुँदैथ्यो। हाँसेर फेरि गयौँ हामी चाहिँ यता टाइम पासको लागि। म चाहिँ अब कोही भएनन् बोल्न त्यसपछि फेरि अल्छी लागेर जस्तो भयो। अनि मलाई साथी चाहिँ कहाँ जाने भन्ने थाल्यौँ र बेहुली राति भयो बेसी के त्यही भएर भिडियो गर्न पाइनँ। अनि अब घर जाने हो अब घर बस्नुहुन्छ होइन। अब बेहुली बिदाई गर्ने बेलामा हाम्रो त राति हुन्छ नि त। एसबीमा त आएको थियो र बिदाई गरेको भिडियो पनि हाल्नु पर्यो भनेको थियो र तर अब बिदाई गरेको भिडियो चाहिँ भएन। र म त हाँस्दै आएँ। किन चाहिँ हाँस्दै भन्दाखेरि मेरो साथीले एउटा ब्युटी भएर क्या भन्न थालेँ। मलाई साथी हाँस्दै आएँ। बाई गाइस।